म यो झुटा मण्डलीको विषयमा सुनाउन गइरहेको छु। किनकि अस्ति एउटाले चाहिँ बाइबल पल्टाएर यो मत्ती 24को वचनमा यो किनकि झुटा ख्रिस्टहरू झुटा अगमवक्ताहरू खडा हुनेछन् यो वचनलाई लिएर झुटा चाहिँ सियोन चर्च झुटा हो भनेर भिडियो बनाएको थियो। तर वास्तवमा झुटा चर्च को हो भन्ने कुरा आज म त्यसको पुरै पर्दाफास गर्नेछु। भिडियो चाहिँ नकाटेर पुरै हेर्नुभयो भने यो सबै कुरा बुझ्नुहुनेछ। यो चाहिँ विश्वासी होस् या अविश्वासी होस्, झुटा मण्डली झुटा चर्च को भन्ने विषयमा त्यसको पुरा पर्दाफास गर्नेछु बाइबलको वचन देखाएर। त्यसैले यो भिडियो चाहिँ पुरा हेरिदिनु होला है त। त्यो भिडियोमा चाहिँ यही वचन थियो, किनकि झुटा ख्रिस्टहरू र झुटा अगमवक्ताहरू खडा हुनेछन् भनेको छ। यो वचनमा अब सियोन चर्च नै झुटा हो भन्ने कुरा लेखिएको छैन, तर झुटा ख्रिस्ट झुटा अगमवक्ताहरू खडा हुनेछन् भन्ने वचन चाहिँ छ। त्यसै झुटा को हुन् त? आज यो विषयमा हामी पर्दाफास गर्नेछौँ। ल, वास्तवमा झुटा को हुन् भन्ने विषयमा लेखिएको छ। अब यहाँ हेरौँ है त। झुटा ख्रिस्ट झुटा शिक्षकहरू र तिनको विनाश भनेको छ। जसरी इजरायलहरूका माझमा झुटा अगमवक्ताहरू पनि थिए, त्यसरी तिमीहरूका माझमा झुटा शिक्षकहरू खडा हुनेछन्। यिनीहरूले अर्थात् झुटाहरूले गुप्त रूपले विनाशकारी झुटा शिक्षाहरू ल्याउनेछन्। यहाँसम्म कि तिनीहरूलाई उद्धार गर्ने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछ र आफैमाथि चाँडै विनाश ल्याउनेछन् भनेको छ। र धेरैजनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन् र तिनीहरूका कारण सत्यका मार्गको बदनामी हुनेछ भनेको छ। लोभको वशमा परेर तिनीहरूले झुटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्। तिनीहरूका दण्डको कुरा अघिबाटै निर्णय भइसकेको छ, तिनीहरूका विनाशको कुरा जागै छ भनेको छ। अब झुटा चर्चको विशेषता यहाँ छ। गुप्त रूपले विनाशकारी झुटा शिक्षा ल्याउने अनि उद्धार गर्नुहुने स्वामी अर्थात् को हुनुहुन्छ त? उहाँ परमेश्वरलाई इन्कार गर्ने र आफ्नै विनाश ल्याउने र सत्यको बदनामी गर्ने, झुटा कुरा बनाएर फाइदा उठाउने, दण्ड पाउने कुरा निश्चित छ। झुटाको विशेषता यो। त्यसो भए अब यस्ता झुटाहरूलाई हामीले चिन्नु पर्यो कि परेन त? चिन्नु पर्यो। त्यसै कसरी चिन्ने त? बाइबलमा जसलाई झुटा भनेको छ त्यही झुटा हो। त्यसै बाइबलमा कसलाई झुटा भनेको छ? अब त्यो वचन झुटा कसलाई भनेको छ यहाँ हेरौँ। 4मा गएर हेर्ने हो भने जसले म उहाँलाई चिन्छु भन्छ तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ त्यो झुटो र त्यसमा सत्य छैन भनेको छ। झुटा को हो त? चिन्छु त भन्छ तर आज्ञाहरू चाहिँ उल्लङ्घन गर्छ त्यो झुटो हो भनेको छ। आज्ञा पालन गर्ने चाहिँ सत्य हो, तर आज्ञा उल्लङ्घन गर्ने चाहिँ के हो त? आज्ञा उल्लङ्घन गर्ने चाहिँ झुटा हो। त्यसै भए अब आज्ञा के हो त्यो विषयमा हामीहरू परमेश्वरले कस्तो आज्ञा दिनुभएको छ त? 2मा मैले तिमीहरूलाई दिएका आज्ञाहरूमा केही पनि गडबड नगर्नु, तर मैले तिमीहरूलाई दिएका परमप्रभु परमेश्वरका आज्ञाहरू पालन गर्नु। आज्ञाहरूमा गडबड नगर्नु भनेको छ। गडबड नगर्नु भन्नुको अर्थ के हो? नगर्नु भन्नुको अर्थ के हो त? जस्ता हो त्यस्तै गर्नु भन्ने अर्थ हो। त्यसैले जस्ता हो त्यस्तै गर्ने चाहिँ सत्य हो, तर थप गड गर्नु भनेको स्वयं आज्ञा उल्लङ्घन गर्ने कार्य हो। थप गड गर्नु भनेको परमेश्वर आज्ञालाई उल्लङ्घन गर्ने कार्य हो। त्यसै थप्यो भने के हुन्छ? अब घटायो भने के हुन्छ त? त्यो विषयमा हेरौँ। थप्यो भने के हुने रहेछ? घटायो भने के हुने रहेछ? परमेश्वरले नथप्नु नघटाउनु भन्नुभयो। त्यसै थप गड गर्यो भने के हुन्छ हेरौँ। 18 देखि हेरौँ। यस पुस्तकको अगमबाडीका वचन सुन्ने हरेक मानिसलाई म चेतावनी दिन्छु। यदि कसैले तिनमा थप्यो भने यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्वरले त्यसमाथि थपिदिनुहुनेछ। अनि कसैले यस अगमबाडीको पुस्तकका वचनबाट केही घटायो भने यस पुस्तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्यसले पाउने हिस्सा परमेश्वरले त्यसबाट खोज्नुहुनेछ। थप्नेमाथि विपत्ति थपिदिन्छु भन्नुभयो र घटाउनेको चाहिँ स्वर्ग जाने हिस्सा खोज्छु भन्नु। स्वर्ग जाने हिस्सा खोज्यो भने कहाँ जान्छ भन्ने कुरा हो त? घटाउने चाहिँ सिधै नरक जान्छ भन्ने कुरा हो। हामीहरूले थप्नु नि हुँदैन, घटाउनु नि हुँदैन। त्यसै संसारमा भएका यति धेरै मण्डलीहरूमा कसले चाहिँ थपिरहेको छ त? भएका यति धेरै मण्डलीहरूमा अब कुन चाहिँ मण्डलीहरूले थपिरहेको छ, कुन चाहिँ मण्डलीहरूले घटाइरहेको छ, आज त्यो विषयमा अध्ययन गरौँ। सबैभन्दा पहिला डिसेम्बर 25मा येशूजीको जन्मदिन भन्दै क्रिसमस मान्छन्। त्यसै भए के डिसेम्बर 25मा येशूजी जन्मिनु भएको हो त? के क्रिसमस मान्नु भन्ने शिक्षा छ त?
सबैभन्दा पहिला डिसेम्बर 25मा येशूजी जन्मिनु भएको हो कि होइन त्यो विषयमा हामीहरू अध्ययन गरौँ। अब येशूजीको जन्मको विषयमा यहाँ उल्लेख गरिएको छ। ती दिनमा कैसरगटसले तिनको सारा साम्राज्यमा जनगणना लिनु भन्ने हुकुम जारी गरे। कुरेनियस एरियाका हाकिम हुँदा पहिलोपल्टको जनगणना थियो। सबैजना नाउँ दर्ता गराउन आफ्नो आफ्नो सहर गए। यहाँ हेर्नु भने मरियमले बालकलाई जन्माइन् भनेर लेखिएको छ, तर डिसेम्बर 25मा जन्माइन् भन्ने कुरा लेखिएको छैन। जन्माएको कुरा, येशूजी जन्मिनु भएको कुरा सही हो, तर डिसेम्बर 25मै जन्मिनु भयो भन्ने कुरा चाहिँ गलत हो। त्यसैले डिसेम्बर 25 चाहिँ के गर्यो भन्दाखेरि थप्यो भन्ने कुरा। त्यसै थप्ने चाहिँ के हो त? थप्नु भनेको त आज्ञा उल्लङ्घन गर्ने हो। आज्ञा उल्लङ्घन गर्ने भनेको झुटा हो। त्यसैले डिसेम्बर 25मा येशूको जन्म भयो भन्ने क्रिस्चियन चाहिँ झुटा क्रिस्चियन हुन् भन्ने कुरा थाहा पाउन सकिन्छ। अब डिसेम्बर 25 भनेको मौसमको हिसाबमा हेर्ने हो भने चिसो मौसम हो। पुस 10 गते पर्छ, त्यो चाहिँ चिसो मौसममा। डिसेम्बर 25मा जन्मिनु भयो भन्नुको अर्थ चिसो मौसममा जन्मिनु भयो भन्ने कुरा। त्यसो भए उहाँ चिसो मौसममा जन्मिनु भयो त? अब मौसमको हिसाबमा पनि चिसो मौसममा जन्मिनु भएको हो कि होइन हामी यहाँ गएर हेरौँ। त्यही इलाकामा गोठालाहरू थिए जसले चरुमा बसेर राति आफ्नो बगालको रखाली गर्थे भनेको छ। हेरौँ, आज दाउदको सहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रिस्ट प्रभु हुनुहुन्छ। मुक्तिदाता प्रभुको जन्म भयो, तर कस्तो बेला जन्म भयो? चरमा बसेर, यहाँ हेर्ने भने चरमा बसेर राति आफ्नो बगालको रखाली गर्थे भनेको छ। भनेपछि पुस 10 गते राति चरमा बसेर भेडाहरूको हेरचाह गर्न सकिन्छ त? सकिँदैन। अब बाइबलमा चाहिँ जति बेला चरमा राति बसेर भेडाहरूको हेरचाह गर्थे त्यो बेलामा जन्म भयो भन्ने कुरा लेखिएको छ। तर आज भोलिका क्रिस्चियनहरूले ठ्याक्क यसको उल्टो अर्थ लगाएका छन्। जतिलाई राति बाहिर बस्नै सकिँदैन त्यो बेलामा प्रभु येशू जन्मिनु भयो भनेर अर्थ लगाइरहेका छन्। त्यसैले आजभोलिका मण्डलीहरूले लगाएको अर्थ र बाइबलमा लेखिएको वचन बिल्कुल फरक छ, केही मिल्दैन। त्यसैले डिसेम्बर 25 भनेको कुनै पनि हालतमा प्रभु येशू ख्रिस्टको जन्मदिन होइन भन्ने कुरा बाइबलद्वारा प्रमाणित हुन्छ। बाइबल जतिचोटि पढे तापनि डिसेम्बर 25 भन्ने कुरा कहीँ भेटाउन सकिन्छ। त्यो बाइबल जति पढे तापनि क्रिसमस भन्ने शब्द कहीँ पनि छैन। 10 चोटि पढे तानि 20 चोटि पढे तानि क्रिसमस भन्ने कुरा कहीँ उल्लेख गरेको छ त? छैन, कहीँ पनि छैन। तर सारा संसारले डिसेम्बर 25मा क्रिसमस मान्छन्। भनेपछि डिसेम्बर 25मा क्रिसमस आयो कहाँबाट? अनि कति सालबाट आयो? कुन देशबाट आयो? कसले यसको स्थापना गर्यो? यसको सुरुवात कसले गर्यो? अब त्यो कुरा हामी पत्रिकाद्वारा हेर्नेछौँ। हेरौँ, क्रिसमसको सुरुवात म पढेर सुनाइदिन्छु। 25 डिसेम्बरलाई जिसस क्राइस्टको जन्मदिन मानिन्छ। यही दिन क्रिसमस मनाउन भनी सन् 350 देखि सुरु भएको। यो पर्व रोमका तत्कालीन बादशाह कन्स्टेन्टाइनले सुरु गरेका हुन्। बादशाह पहिले सूर्यका भक्त थिए। यसरी ख्रिस्टियन धर्म अनुसरण गर्न अघि बादशाह कन्स्टेन्टाइनले हरेक डिसेम्बर 25लाई सूर्य देवताको जन्म दिवसका रूपमा मनाउँथे। तर ख्रिस्टियनहरू कुनै पनि ग्रह नक्षत्रको पूजा गर्ने नभई अमूर्त रूपमा रहेको ईश्वरलाई मात्र मान्ने हुँदा कन्स्टेन्टाइनले 25 डिसेम्बरलाई सूर्य देवताको जन्मदिन नभई जिसस क्राइस्टको जन्मदिनको रूपमा मनाउन भनी रोम जनताका नाममा उर्दी जारी गरे। त्यसपछि क्रिसमस मनाउन सुरु भयो। क्रिसमसको सुरुवात चाहिँ यसरी भएको। वास्तवमा डिसेम्बर 25 भनेको रोम देशमा यो चाहिँ रोम देशमा सूर्य पूजा गर्ने दिन हो। अनि यसको सुरुवात कति सालदेखि भएको त? 354 सालदेखि भएको। त्यसैले डिसेम्बर 25 भनेको येशूजीको जन्मदिन होइन कि यो चाहिँ वास्तवमा रोम देशमा सूर्य पूजा गर्ने दिन हो। आजभोलिका क्रिस्चियनहरूले सूर्य पूजा गर्ने दिनलाई लिएर प्रभु येशूको जन्मदिन हो भन्दै क्रिसमस मानिरहेका छन्। त्यसैले यस्तो शिक्षा के हो त? चर्चमा जाने मानिसलाई यहाँहरूले सोध्नुहोस्, डिसेम्बर 25मा प्रभु येशूजीको जन्मदिन भन्दै क्रिसमस मान्नुहुन्छ, यो कुरा बाइबलमा लेखेको छ कि छैन? यदि लेखेको छैन भने यसको सुरुवात कति सालबाट भएको, अनि कुन देशबाट भएको, र यसको सुरुवात कसले गरेको? यो सोध्नुहोस्। यो कसैले नि भन्न सक्दैन, किनकि यो चाहिँ इतिहास पढ्नेलाई मात्र थाहा हुने कुरा हो। त्यसैले यो भने कस्तो शिक्षा भन्दाखेरि गुप्त रूपले विनाशकारी झुटा शिक्षा ल्याउनेछन् भन्ने वचन यो अगमबाडी ठ्याक्कै पुरा भएको छ। गुप्त रूपले विनाशकारी झुटा शिक्षा ल्याउनेछन् भनेको छ। गुप्त रूपले भन्नाले के हो त? सबैलाई थाहा हुन्छ भन्ने कुरा हो त? ल्याउनेलाई थाहा हुन्छ तर पालन गर्नेलाई थाहा हुँदैन।
त्यसैले डिसेम्बर 25मा मानिने क्रिसमस भनेको के हो त? गुप्त रूपले ल्याएको विनाशकारी झुटा शिक्षा हो भन्ने कुरा थाहा पाउन सकिन्छ। अब थप्ने माथि विपत्ति थपिदिन्छु भन्नुभएको छ भनेपछि यो त थपेको भने यस्तो माथि विपत्ति आउँछ कि आउँदैन होला। अब हामीहरू घटना हेरौँ। त्यो घटना यहाँ छ। यहाँ हेर्नुभयो भने 2004 साल 12 महिना भनेको डिसेम्बर 26 तारिक क्रिसमस मनाइरहेको समयमा यो धेरैको ज्यान लिएको हालसालका महाभूकम्पहरू 9.1 हेक्टर स्केलको भूकम्प आएको थियो। 2,27,898 जना मरे। यो भनेको सुमात्रा टापु, इन्डोनेसियाको सुमात्रा टापु। यो यहाँहरूले इतिहास पल्टाउनु भयो भने यो पत्ता लगाउन सक्नुहुन्छ। 2004 साल 12 महिना डिसेम्बर 26 डिसेम्बर भनेको 12 महिनाको डिसेम्बर हो 26 तारिक। विदेशतिर 1 महिना अगाडि 1 महिना पछि धुमधामसँग क्रिसमस मान्छन्। यो समयमा सबैभन्दा ठुलो भूकम्प आएको थियो। यति मान्छे मरे। सुनामी आएर सब क्रिस्चियनहरू मरे। भनेपछि यो प्रभुलाई विश्वास गर्ने मानिसहरू किन मरे त? किनकि के भनेको छ? थप्ने माथि के आउँछ? विपत्ति आउँछ भनेको छ। विपत्ति आएको। आजभोलिका क्रिस्चियनहरूले मुखले प्रभु येशू भन्छन्, तर परमेश्वरले नथप्नु नघटाउनु भन्नुभएको त्यो वचनलाई व्यवस्था गर्दै, त्यो चेतावनीलाई व्यवस्था गर्दै मानिसको नियम पालन गरिरहेका छन्। यस्ता क्रिस्चियनहरूलाई परमेश्वरले स्वयं येशूजीले गाली गर्नुभयो। यहाँ हेरौँ के भनेको छ। 7 देखि हेरौँ। ढोगी हो एसियाले तिमीहरूका विषयमा ठिकै अगमबाडी बोले। यस जातिले मलाई ओठले मात्र आदर गर्छ भनेको छ, तर तिनीहरूको हृदय मबाट टाढा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसले सिकाएका विधि मात्र हुन् भनेको छ। अब ढोगी कसलाई भनेको छ? ओठले आदर गर्छ तर मानिसको शिक्षा मान्छ भने त्यो ढोगी हो भनेको छ कि। ओठले प्रभु येशू भन्ने तर येशूज्यूले सिकाएको शिक्षा नमान्ने कि रोमको राजाले सिकाएको शिक्षा मान्ने, त्यसैले तिनीहरू नै को हुन् त? ढोगी हुन्। त्यसैले यहाँ हेर्नुभयो भने क्रिसमस मान्ने को रहेछन् त? ढोगी हुन्। मुखले जतिसुकै आदर गरे तापनि, मुखले जतिसुकै प्रभु येशू भने तापनि यदि मानिसको नियम मान्छ भने त्यो चाहिँ ढोगी हो। भनेपछि अब क्रिसमस कसको शिक्षा हो त? यो चाहिँ रोम देशबाट आएको शिक्षा हो। त्यसैले क्रिसमस मान्ने चाहिँ ढोगी हुन् भन्ने कुरा हामीहरू थाहा पाउन सक्छौँ। अब यस्तो ढोगीको पछाडि लाग्यो भने के स्वर्ग जान सकिन्छ त? बाइबलमा यो सम्बन्धी कस्तो शिक्षा छ हेरौँ। अब यहाँ हेर्ने हो भने धिक्कार तिमीहरूलाई शास्त्री र फरिसी ढोगीहरू, किनकि तिमीहरू मानिसहरूका सामुन्ने स्वर्गका राज्यको ढोका बन्द गर्दछौ। तिमीहरू न त आफै पस्दछौ न पस्न चाहनेहरूलाई पस्न दिन्छौ भनेको छ। भनेपछि ढोगी कस्ता हुन्छन् त? आफू नै स्वर्ग नजाने र जान चाहनेको पनि ढोका बन्द गर्ने भनेको छ। भनेपछि अब स्वर्गको ढोका बन्द भयो भने एउटै ढोका बाँकी रहन्छ, त्यो भनेको नरकको ढोका। त्यसैले ढोगीको पछाडि लाग्यो भने नरक जाने हो भन्ने कुरा थाहा पाउन सकिन्छ। तर ढोगी चाहिँ को हो त? ढोगी भनेको को हो त? क्रिसमस मान्ने, मानिसको नियम मान्ने नै ढोगी हो। त्यसैले क्रिसमस मान्नेको पछाडि लाग्यो भने स्वर्ग जान सकिँदैन, नरक जाने हो भन्ने कुरा थाहा पाउन सकिन्छ। क्रिसमसको सुरुवात भनेको 354 देखि यसको सुरुवात भएको हो। त्यसैले डिसेम्बर 25 भनेको प्रभु येशूको ज्यूको जन्मदिन हुने कि रोम देशमा सूर्य पूजा गर्ने दिन हो भन्ने कुरा थाहा पाउन सकिन्छ। परमेश्वरको मानिसको नियम पालन गरेर प्रभु मुख ओठले आदर गर्नु भनेको वास्तवमा के हो त भन्दाखेरि तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन् भनेको छ। मानिसको नियम ओठले आदर गरिरहेको छ तर मानिसको नियम पालन गरिएको छ भने त्यो चाहिँ व्यर्थ हो, उपासना हो भनेको छ। व्यर्थको उपासना गर्न मिल्छ त? 10 आज्ञामा 3 नम्बरमा हेरौँ। 3 नम्बरको आज्ञा हेरौँ। यो 7 नम्बर भए तानि आज्ञा चाहिँ तेस्रो हो। परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थमा नलिनु भनेको छ कि। व्यर्थमा नलिनु भनेको छ, तर क्रिसमस मानेर प्रभु भन्छन्। त्यसैले त्यो भनेको व्यर्थमा नाम लिएको। क्रिसमस भनेको त परमेश्वरले सिकाउनु भएको होइन, त्यो भनेको त रोमको राजाले सिकाएको हो। त्यसैले क्रिसमस मानेर प्रभु भन्नु भनेको त्यो व्यर्थमा नाम लिनु हो। व्यर्थमा नाम लिन मिल्छ त? मिल्दैन। यसरी परमेश्वरको 10 आज्ञामा तेस्रो आज्ञा चाहिँ स्वतः उल्लङ्घन भएको कुरा देख्न सकिन्छ। हामीहरू चर्चमा राखिने
चर्चमा राखिने यो क्रुसको विषयमा अध्ययन गरौँ। अब बाइबलमा त के भनेको छ? बाइबलमा थप घट नगर्नु भनेको छ। अब यो क्रुसलाई चर्चको माथि राख्नु भन्ने शिक्षा छ कि छैन? यदि छ भने त गर्नु पर्यो, यदि छैन भने गर्न मिल्छ त? मिल्दैन। त्यसै क्रुस सम्बन्धी कस्तो शिक्षा छ हेरौँ हामी। अब यहाँ 4 नम्बरमा हेरौँ। यो भनेको दोस्रो आज्ञा हो। आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूका सामु ननिर्नु, तिनीहरूको पूजा नगर्नु, किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डागर्ने परमेश्वर हुँ भनेको छ। यहाँ हेर्नु नि, मूर्ति नबनाउनु भनेको छ, अनि प्रतिमूर्ति पनि नबनाउनु भनेको छ, ननिहुरुनु भनेको छ। तर चर्चको माथि क्रुस बनाएको छ। त्यसै क्रुस सम्बन्धी कस्तो शिक्षा छ? परमेश्वर मूर्तिहरू भनेको छ। हेरौँ 2 नम्बरदेखि, परमप्रभु यसो भन्नुहुन्छ, जाति जातिहरूका चाल नसिक अथवा उनीहरू चाहिँ आकाशका चिन्हहरूदेखि तरसित नहो, किनकि जाति जातिहरूका रीतिथि त व्यर्थ हुन् भनेको छ। अब हेरौँ यहाँ 5 नम्बरदेखि हेरौँ। खरबुजा बारीमा राखेका तर्साउने पुतला जस्तै उनीहरूका मूर्तिहरू बोल्न सक्दैनन्। खरबुजा बारीमा राखेको तर्साउने पुतलालाई के भनेको छ? मूर्ति भनेको छ। खरबुजा बारीमा कस्तो पुतला राखेको? बारीमा बाँदरलाई तर्साउनका निम्ति यस्तो आकारमा बनाएर राखेको हुन्छ। अब यसलाई के भनेको छ? मूर्तिहरू भनेको छ। अब यसलाई मूर्ति भनेको छ भने बनाउन मिल्छ त? त्यसैले यो बनाउनु भनेको नै मूर्ति बनाउनु। तर चर्चको माथि क्रुस बनाएको छ, त्यसैले यो के हो त? मूर्ति हो। त्यसैले चर्चको माथि यसरी क्रुस राख्नु भनेको नै के हो त? यसरी मूर्ति खडा गर्नु भन्ने, खडा गरेको छ भन्ने अर्थ हुन जान्छ। त्यसो भए यो चर्चको माथि यसरी क्रुस राख्ने यो नियम यो कहिलेदेखि आएको? अनि यो क्रुस येशूज्यू आउनुभन्दा अगाडि पनि यो संसारमा थियो। त्यसो भए थाहा छ यहाँलाई यो क्रुस कहाँ थियो, कुन देशमा थियो, कहिलेदेखि चर्चको माथि राख्ने नियम आयो? के थाहा छ त? यसको चर्चमा क्रुस राख्ने यसको सुरुवात कसले गर्यो? तर यसको इतिहास यदि हामीले अध्ययन गर्ने हो भने यो क्रुस भनेको सुरुमा रोम देशमा कसैलाई मृत्युदण्ड दिनु पर्यो भने यसमा टाँगेर मार्थे। त्यसैले येशूज्यूको दायाँ बायाँतिर पनि 2 जना डाकुहरू टाँगेर मारिएका थिए। पछि 313 सालमा कस्तो नियम बनायो भन्दाखेरि 313 सालमा यसमा मृत्युदण्ड दिने नियम चाहिँ रद्द गर्यो। अनि लगभग 538 मा चर्चको माथि क्रुस यसरी भित्र्याएको। यहाँहरूको आफन्तलाई कसैले ढुङ्गा ल्याएर मार्यो भने के त्यो ढुङ्गालाई घरमा ल्याएर पूजा गर्नुहुन्छ त? गर्नुहुन्न। अब येशूज्यूलाई प्रभु भन्छन्, तर उहाँलाई टाँगेको क्रुसलाई चर्चको माथि राखेर यसरी ठड्याएको छ। त्यसैले यो क्रुस चर्चमा राख्ने नियम पनि कहाँबाट आएको भन्दाखेरि रोमबाट आएको। त्यसैले क्रुस यो चाहिँ के हो भन्दाखेरि मूर्ति हो। चर्चमा 538 सालबाटदेखि भित्रिएको। कुन देशबाट त? सबै कुन देशबाट भित्रिएको त? यो सबै रोम देशबाट। परमेश्वरले मूर्ति नबनाउनु भनेको छ, तर चर्चहरूले यसरी मूर्ति खडा गरेको अवस्था छ। परमेश्वरले नथप्नु नघटाउनु भनेको छ, तर अन्धाधुन्दा आफ्नो इच्छाअनुसार गरिरहेका छ। यस्तो मण्डलीमा गएमा मुक्ति पाउन सक्नुहुन्छ त? कुनै नि हातमा सकिँदैन। त्यसैले ओठले जतिसुकै आदर गरे तापनि यदि मानिसको नियम मान्छ भने त्यो के हो त? ढोँगी हो। त्यसैले चर्चमा क्रुस राख्नु भन्ने नियम चाहिँ परमेश्वरबाट आएको होइन कि यो चाहिँ रोम देशबाट आएको नियम हो। त्यसैले जतिसुकै प्रभु भने तापनि यिनीहरू भनेको केवल ढोँगी मात्र हो, अरू केही पनि होइन। अब हामीहरू आइतबार सङ्गतिको विषयमा अध्ययन गरौँ। आजभोलि आइतबार सङ्गति हुन्छ। वास्तवमा आराधना गर्नुपर्ने दिन कुन बार हो? आइतबार हो कि या शनिबार? बाइबलमा यो सम्बन्धी कस्तो शिक्षा छ? त्यो विषयमा हामीहरू अब 10 आज्ञामा 2 नम्बर र 3 नम्बरको आज्ञा हामीले थाहा पाइसक्यौँ। अब हामी चौथो आज्ञामा जाउँ। यहाँ हेर्नु भने सब्बात दिन पवित्र मान्नुपर्छ भने याद राख्नु भनेको छ। अनि 6 दिनसम्म परिश्रम गरेर आफ्नो सबै काम गर्नु, तर 7औं चाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति सब्बात दिन भनेको छ। 7औं दिन नै के हो त? सब्बात दिन भनेको छ। अनि 7औं दिन, अब पहिलो दिन र 7औं दिन, 7औं दिनमा शनिबार पर्छ। त्यसैले शनिबार नै कुन
कुन दिन हो? त्यसले 7औं दिन भनेको नै सभा दिन हो। तर आजभोलिका मण्डलीहरूले आइतबारमा सङ्गति गर्छन्। बाइबलमा 7औं दिन भनेको छ, तर मण्डलीहरूले आइतबार सङ्गति गर्छन्। यसरी ठ्याक्क बाइबलको उल्टो गरिरहेका छन्। त्यसो भए नेपालमा चाहिँ शनिबार सङ्गति गर्छन्, तर त्यही मण्डलीको पास्टर इन्डियामा गयो, अरू ठाउँ गयो भने आइतबार सङ्गति गर्छन्। कारण के होला? त्यसैले तिनीहरूले बाइबलको वचन हेरेर होइन कि आफ्नो छुट्टी हेरेर गरेको। किनकि शनिबार नेपालमा शनिबार छुट्टी हुन्छ, तर विदेशतिर गयो भने आइतबार छुट्टी हुन्छ। यदि वचन हेरेर गर्ने हो भने जुनसुकै देशमा गए तानि शनिबार नै गर्नुपर्ने हुन्छ, तर आइतबार गर्छन्। त्यसले आइतबार सङ्गति गर्नु भनेको वास्तवमा के हो? यसको भित्री रहस्य हेरौँ। आइतबारलाई इङ्ग्लिसमा सन्डे भनिन्छ। सन भनेको सूर्य हो, डे भनेको दिन, सूर्यको दिन हो, सूर्यको सम्झना गर्ने दिन हो। त्यसैले आइतबार सङ्गति गर्नु भनेको सूर्यको सम्झना गरेको। जताबाट हेरे तापनि आजभोलिका मण्डलीहरूमा यसरी मूर्तिको पूजा गरिरहेको अवस्था देख्न सकिन्छ। अरू धार्मिक सङ्गठनलाई मूर्ति पूजा गर्यो भन्छन्, तर वास्तवमा आफै यिनीहरू मूर्ति पूजा गरिरहेका छन्। आइतबार पनि सूर्य पूजा, डिसेम्बर 25 पनि सूर्य पूजा, क्रुस पनि मूर्ति। जहाँबाट हेर्दाखेरि पनि मण्डलीभित्र केवल मूर्तिको पूजा गरिरहेको अवस्था छ। तर अरूलाई भन्छन् कि मूर्ति पूजा गरे, वास्तवमा आफै मूर्ति पूजा गरिरहेका छन् यिनीहरू। त्यसो भए परमेश्वरले 7औं दिन शनिबार सभा दिन भन्नुभयो, तर सङ्गति आइतबार गर्छन्। चाहिँ यहाँलाई थाहा छ आइतबार छुट्टीको दिन कहिलेदेखि आएको? वास्तवमा परमेश्वरले शनिबार छुट्टी भन्नुभएको थियो, तर आइतबार छुट्टी भनेको 321 सालदेखि सुरुवात भएको यसको। यो पनि रोम देशबाट सुरुवात भएको। भनेपछि आजभोलिका मण्डलीहरूले प्रभु येशू भन्दै बाइबल बोकेको भए तापनि, यसरी बाइबल बोकेको भए तापनि, तर नियम चाहिँ सबै कहाँको छ भन्दाखेरि रोमको छ अरे। सबै नियम चाहिँ रोमको छ। भनेपछि बाइबल समातेर टिकटकमा जतिसुकै आए तापनि वास्तवमा यिनीहरू भनेको के हो त? झुटा हो। परमेश्वरको वचनमा थप गड गर्ने झुटा सङ्गठन हो। भनेपछि यस्तो ठाउँमा गयो भने मुक्ति पाउन सक्छ होला त? कुनै पनि हालतमा सक्दैन। अब यिनीहरूले गर्ने सबैभन्दा ठुलो गल्ती के हो भन्दाखेरि उद्धार गर्नुहुने स्वामी अर्थात् परमेश्वरलाई पनि के गर्छन् भनेको छ? इन्कार गर्छन् भनेको छ। परमेश्वरलाई इन्कार गर्ने। परमेश्वरलाई इन्कार गर्ने कुरा चाहिँ कसरी पुरा भएको छ भन्ने विषयमा हामीहरू अब यहाँ हेर्नुभयो भने के लेखेको छ भन्दाखेरि 26मा, अनि परमेश्वरले भन्नुभयो मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ। तल गएर हेर्ने भने नर र नारी नै गरी उहाँले तिनीलाई सृष्टि गर्नुभयो। हाम्रै भनेको बहुवचन हो। अनि प्रतिरूप भनेको के हो त? जस्ता हो त्यस्तै हो। यसलाई हामी चित्रद्वारा हेरौँ। परमेश्वरले एउटा नर बनाउनु भयो, एउटा नारी बनाउनु भयो। यो नर र नारी भनेको कसको प्रतिरूप हो कि? परमेश्वरको प्रतिरूप हो। प्रतिरूप अर्थको अर्थ के हो त? जस्ताको त्यस्तै हो, त्यस्तै हो। आजभोलिका मण्डलीहरू पिता पिता भन्छन्, पिता किन भनिन्छ त्यो पनि थाहा छैन। हाम्रै भनेको बहुवचन हो। बहुवचनले केलाई जनाउँछ? यदि एकजना मात्र परमेश्वर भएको भए मेरै प्रतिरूपमा बनाउँछु भन्नुहुन्थ्यो, तर यहाँ त हाम्रै भनेको छ। हाम्रै भनेको त बहुवचन हो। एकजनाले हाम्रै भन्न त मिल्दैन। एकभन्दा बढी भएमा हाम्रै भन्ने शब्द प्रयोग हुन्छ। त्यो हाम्रै भन्ने परमेश्वर नै कस्तो हुन्छ? नर जस्तै र नारी जस्तै हो। तर आजभोलि चर्चका मण्डलीहरूले नारीश्वरको परमेश्वरलाई चाहिँ विश्वास गर्दैनन्। त्यसको कारण भनेको के हो त? उद्धार गर्नुहुने स्वामीलाई पनि परमेश्वरलाई के गर्नेछन् भनेको छ? इन्कार गर्नेछन् भनेको छ। वचन ठ्याक्क मिलिरहेको छ कि। त्यसैले यिनीहरूले गर्दाखेरि सत्यको भन्ने बदनाम भइरहेको छ। अनि यिनीहरू विनाश भोगिरहेका छन्। इन्डोनेसियाको सुमात्रा टापुमा हुँदा 2,27,898 जनाले विनाश भोग्नु पर्यो। दण्ड के छ त? दण्ड पाउने कुरा निश्चित छ। यिनीहरू पनि किन सक्छन् त? सक्दैन। तर यिनीहरूले पनि के भनिरहेको छ भन्दाखेरि हामी चाहिँ परमेश्वरका मानिस हौँ भनेर भनिरहेका छन्। वास्तवमा यिनीहरू भनेको कसको मानिस हो? बाइबलद्वारा अध्ययन 10मा हेर्ने भने परमेश्वरको सन्तान को हो र दियावलसको सन्तान को? यसैबाट प्रश्न हुन्छ। जो धार्मिकतामा चल्दैन ऊ परमेश्वर सन्तान होइन भनेको छ। सन्तान चाहिँ दुईका छन्, एउटा परमेश्वर सन्तान, एउटा दियावलस। अब यो दियावलसको बारेमा बुझाउन चाहन्छु। दियावलस भनेको को हो त? यहाँ हेर्नुभयो भने दियावलस वा के हो त? दियावलस वा के हो त? शैतान हो भनेको छ। दियावलस भनेको नै शैतान हो भन्ने कुरा छ। दियावलसको सन्तान भन्नुको अर्थ नै कसको सन्तान रहेछ त? शैतानको सन्तान हो। भनेपछि को चाहिँ शैतानको सन्तान हो त?
जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन भनेको छ। भनेपछि कसको सन्तान रहेछ? दियावलसको सन्तान हो। भनेपछि यो धार्मिक कार्य हो त। सूर्य पूजा डिसेम्बर 25मा सूर्य पूजा गर्ने दिनलाई येशूजीको जन्मदिन भन्दै क्रिसमस मान्ने, यो धार्मिक कार्य हो त। क्रुस मूर्ति नबनाउनु भनेको छ। चर्चको माथि मूर्ति राखेको, क्रुस राखेको छ। विदेशतिर क्रिस्चियन मऱ्यो भने यस्तो गर्छन्, यसको मुनि क्रिस्चियनको मुर्दा छ भन्ने कुरा। अब यसको मुनि क्रिस्चियनको मुर्दा छ भने यसको मुनि के छ भन्ने कुरा हो त। अनि आइतबार सङ्गति सूर्यको यो धार्मिक कार्य भइरहेको छ त। परमेश्वरले त नथप्नु नघटाउनु भन्नुभयो। यसको अर्थ के हो त? जस्ता हो त्यस्तै गर्नु पर्यो भन्ने अर्थ हो नि। तर यो जस्ता हो त्यस्तै भयो त। यो मण्डलीले परमेश्वरको कुन चाहिँ नियम मानेको छ? कुनै एउटा नियम मानेको छ भने ल भन्नुहोस् कमेन्टमा। कुनै एउटा नियम छ? त्यसैले सबै अधार्मिक कार्य, यो भनेको के हो त? अधार्मिक कार्य। अधार्मिक कार्य गर्ने भनेको कसको सन्तान हो त? शैतानको सन्तान हो। त्यसैले यिनीहरू कसको सन्तान हो भन्ने कुरा स्वत थाहा पाउन सकिन्छ। त्यसैले यस्तो मण्डलीमा गयो भने स्वर्गको ढोका पूर्ण रूपमा बन्द हो। त्यसैले सत्य के हो? सत्य मण्डली कुन हो? झुटा मण्डली कुन हो भनेर हामीले छुट्याउन आवश्यक छ। बाइबल बोक्यो भन्दैमा, प्रभु भन्यो भन्दैमा त्यो नै परमेश्वरलाई विश्वास गर्ने, परमेश्वरलाई पछ्याउने मानिस हो भनेर हामीले विश्वास गर्नु चाहिँ हुँदैन। बाइबलद्वारा स्पष्ट सत्य र झुटा छुट्याउन सक्नुपर्छ। त्यसैले यो भनेको के हो कि झुटाको पर्दाफास हो। एउटा पद देखाएर अब यो चाहिँ झुटा हो अरे, वास्तवमा झुटा भनेको को भन्ने कुरा यो भिडियोमा स्पष्ट भएको छ। त्यसैले यहाँहरू पनि यस्तो झुटा मण्डलीबाट, यस्ता झुटा मानिसबाट सचेत रहनुहोस् र सावधान रहनुहोस्, यिनीहरूबाट टाढा रहनुहोस् भन्ने चाहन्छु। गुड बाई।